समाजको भविष्य हो कि होइन? एकजना छैन भनेपछि त्यसले के जनाउँछ भने हामी समाज कता गइरहेछौँ भन्ने एउटा उदाहरण दिन्छ त्यसले। बुझ्नु भएको छ होला? म जस्तै कोही आउँदै त्यही बोल्दै आल्टु फाल्टु जे पाए त्यही बोल्दै कामै लाग्दैन भन्ने हाथी होला पहिला, त्यसको उदाहरण हुनसक्छ। तर सधैँ त्यही चिज हुँदैन, सधैँ आइतबार हुँदैन। कहिले आउने मान्छे म राम्रो त भन्दिनँ, तर म गएको ठाउँमा राम्रो गराएरै हिँडिदिन्छु, त्यति चाहिँ मेरो बानी छ। त्यो चाहिँ मेरो बानी छ। अब तिमीलाई भन्दैछु, हजुरहरू सबैलाई सोध्छु, सबैले बालबच्चा हुर्काउनु भयो? हुर्काउनु भयो? हुर्काउनु भयो? राम्रो हुर्काउनु भयो? अब नाना पिना कस्ता हुन्छन्? जस बालबच्चा राम्रै हुर्काएको? हाम्रो त राम्रै हो। ठिक छ हजुर, एकदमै। यो संसारको सबभन्दा ठुलो अस्त्र के हो? यो ब्रह्माण्डको सबभन्दा ठुलो अस्त्र के हो? सबभन्दा ठुलो अस्त्र के हो? के हो, के जस्तो लाग्छ? केही सही हुँदैन, केही गलत छैन। सबभन्दा पावरफुल चिज, शक्तिशाली चिज के हो? ओके, कसैले केही भन्न छ? अनि यो केही करेक्ट एन्सर छैन यसको। यो त यो कुनै सही र गलत उत्तरै हुँदैन यसको। एजुकेसन सबभन्दा ठुलो शक्तिशाली चिज हो। सबभन्दा शक्तिशाली हाम्रो बोलिरहेको आवाज छ, एकैचोटि रोकियो भने सबैभन्दा ठुलो त मलाई यही लाग्छ। गुड गुड, बसौँ हजुर बसौँ। यो संसारको दुईटा सत्य र एउटा शक्तिशाली चिज छ। दुईटा मात्र सत्य मेरो लागि। हेर्नु हजुरहरूसँग मिल्छ कि मिल्दैन? पहिलो सत्य जन्म हो, दोस्रो सत्य मरण हो। त्यसबाहेक सबै चिजहरू ट्रु सत्य होइन, त्यो सबै रिलेटिभ हो। कहिले त्यही चिजमा खुसी पनि भइन्छ, त्यही चिजमा रिच पनि हुन्छ। तर यो दुईटा चिज सत्य हो र शक्तिशाली एउटै चिज हो, त्यो हो शिक्षा। यो संसारको सबभन्दा ठुलो शक्तिशाली र शस्त्र जे भन्छ त्यो शिक्षा हो। त्यसले परिवर्तन गर्छ मान्छेलाई। सही हो? मान्नुहुन्छ? मान्नुहुन्छ? शिक्षै भएको भएर मान्छेले याद गर्नु, कुकुरले बाटोमा हिँड्दाखेरि हामीले हाम्रो पोटी खाएको देख्छौँ होइन? बच्चा खाएको देख्छौँ होइन? फोहोर चिजहरू हो। तर मान्छेले कहिले खान्छ? किन? ज्ञान लियो। किनभने त्यो चिजमा फोहोर हुन्छ, त्यो चिजमा नराम्रो हुन्छ भनेर ज्ञानले मान्छे परिवर्तन हुन्छ। सही हो? मान्नु भएको? यो उदाहरणहरू हुने नि। अब भन्दैछु, यदि ज्ञान नै शक्तिशाली हो भने हामी कतिजना स्कुल गएको छौँ, कति गएको छैनौँ? कहिले पनि हामीलाई म्याथमेटिक्स पढाइयो, सबै होइन सर, के पढाइयो, तर बच्चा कसरी हुर्काउने कहिले पढाइयो? कहिले पढाइयो सर? सिलेबसमै हुन्न, प्रायः जसो पाठ्यक्रममै हुन्न, अलिअलि हुन्छ जनसङ्ख्या भन्ने विषयमा केही होइन। बच्चा कसरी हुर्काउने भन्ने पढाइयो? बच्चा कसरी हुर्काउने भन्ने पढाउनु पढाइयो। अब जब ज्ञानले नै ज्ञान ठुलो हुन्छ भने, त्यो नै ज्ञान छैन भने हामीले बच्चा कसरी राम्रो हुर्काउँछ होला त? सत्य हो मैले बोलेको? सत्य हो? सत्य हो? अब हो नि सर, होइन? अब म भन्दैछु, यो बहिनीहरूलाई खुसी हुनु, हामीले यस्तो काम गरिरहेछ जुन काममा चाहिँ हामीले सिलेबसमै सानो यस्तो चिजहरू जोडिदिनु भन्छौँ। सानो चिज जोड्न भनिरहेको छु र यही कुरालाई ध्यानमा राखेर म हजुरहरूलाई लास्टमा जाँदा जाँदै, म अलमोस्ट सक्न पनि लागेको, सरले पनि अलिक छोटाइदिनु भन्दै हुनुहुन्छ। जाँदा जाँदै हजुरहरूलाई के भन्छु भन्दा, प्रेसर, सुगर, नर्मल हेल्थ र डायट याद गर्नु। प्यारालाइसिस भयो भने, यदि प्यारालाइसिस अथवा कुनै पनि बिमारी भयो भने समयमा अस्पताल पुग्नु र अस्पतालमा टाइम लेट भयो भने सोध्नु किन लेट भइरहेछ भनेर। अधिकार हो त्यो। इमर्जेन्सी केसमा सोध्नु र जहिले पनि कुनै पनि मान्छेले हजुरहरूलाई बाटो देखाउँदाखेरि त्यो बाटो कतिको सत्य छ भनेर आफैले पनि छानबिन गर्न सिक्नु। त्यसले हजुरलाई राम्रो ठाउँमा पुर्याउँछ, राम्रो गन्तव्यमा पुर्याउँछ। र यति भन्दै म के भन्न चाहन्छु भन्दा अन्तमा जाँदाखेरि, म हाम्रो न्युरो एनालाइज क्लिनिक परिवार साथै यहाँ हाम्रो सङ्गठन अहिले यो कार्यक्रम बनाउन सहयोग गर्नुभएको हाम्रो सरहरू जति पनि हुनुहुन्छ, हाम्रो म्याडमहरू जति पनि र हजुरहरू जति आइसकेछ, हजुरहरूलाई धन्यवाद दिँदै, एक दिनमा सबै कुरा पुरा हुँदैन, तर म कुनै पनि हजुरहरूको कौतूहलता छ भने पछि म त्यसलाई रेस्पोन्स गरेर त्यसलाई चाहिँ म उत्तर दिन्छु र क्लियर पनि गर्छु। हजुरहरूको जिन्दगी
हजुरहरूको आफ्नो मात्र नभइकन समाजको, हजुरहरूको बालबच्चाको र आउने पिँढीको जिन्दगी सधैँ राम्रो होस्, सधैँ सुख होस्, यही भन्दै म हजुरहरूलाई लास्टमा आज हजुरहरू सबैलाई, हजुरहरू यो मैले बनाएको होइन, मैले सिकेको हजुरहरू जस्तै व्यक्तिबाटहरू सबै आज गुरु पूर्णिमाको दिन छ, हजुरहरूलाई ह्याप्पी गुरु पूर्णिमा भन्दै म बिदा हुन चाहन्छु। थ्याङ्क यू सो मच।